अब सुरु हुँदैछ बाजे र नातिको गन्थन। श्रावण 15 गते खिर खाने दिन। आज साउन 15 रे। आमाले त भान्सामा खिर पाक्दैछ भन्नुहुन्थ्यो। आजै खिर खानुपर्छ भन्ने खास कारण के रहेछ? बाजे कहाँ गएर कुरा बुझेर आउनु पर्यो। बाजे घरमा हुनुहुन्छ कि हुनुहुन्न? ए बाजे, बाजे, ए बाजे। होइन, बाहिर को आएछ? यहाँ नाति पो आएछ। बाजे नमस्कार है डोगरे। ल के माने भयो? अनि किन आइस त? किन आउनु नि बाजे, एउटा कुराको साह्रै जिज्ञासा लागेर आएको नि हजुरसँग सोध्न। होइन, के कुरा सोध्न मन लाग्यो तँलाई? के कुरा सोध्न मन लाग्यो? ल सोध्न त सोध। कुरा के भने नि बाजे, आज घरमा आमाले बास्ना आउने गरी खिर पकाउनु भएको छ। होइन, यो खिरको बारेमा तपाईँले केही बताइदिनु पर्यो क्या? ए ल सुन, म बताउँछु। त्यो चाहिँ नाति, साउन 15 भनेको हाम्रो परम्परामा खिर खाने दिन हो, होइन? असार र साउनको झरीमा दिनरात खेतमा हिलो पानीसँग जुधेर धान रोपाइ सकिएपछि किसानले थकाइ मेटाउने र खुसी मनाउने समय हो यो। ए अनि खिर नै किन खाएको नि बाजे? अलुवा अरू केही खाए पनि हुन्थ्यो होइन र? अब यो मोरो पड्के पनि त्यस्तै छ। यसको पछाडि ठुलो व्यावहारिक स्वास्थ्य सम्बन्धी कारण छ नाति। लसुन म भन्छु, असार साउनको हिलो र चिसो पानीमा काम गर्दा शरीर चिसिएको हुन्छ। हजुर हजुर। अनि साउन 15 मा शुद्ध दुध, मरिच, दाख, सुकमेल, केसर अनि ओखर, काजु हालेर पकाएको तातो खिर खाँदा शरीरले तागत पाउँछ र चिसोबाट बचाउँछ। ए त्यसो पो बाजे? हो नि। अनि सांस्कृतिक महत्त्व पनि छ, सुन। हजुर भन्नु न बाजे। दुधलाई शुद्ध मानिन्छ, होइन? हजुर। साउन महिनामा भगवान शिवको महिना पनि भएकोले सुरुमा देवी देवता र पितृलाई चढाएर मात्र परिवारको सबैजना बसेर मिठो मसिनो खाने चलन छ। ए अनि सुन। हजुर बाजे। वर्षा ऋतु र हरियाली, यो समयमा गाउँतिर गाई भैँसीले प्रशस्त हरियो घाँस खान पाउने भएकोले दुध पनि राम्रो धेरै हुन्छ। त्यसैले शुद्ध दुधको खिर बनाएर खाने हाम्रो परम्परा नै बसिसकेको छ नाति। ए त्यसो पो बाजे? हो त। ओहो, हाम्रो पुर्खा त साह्रै चलाख रहेछ है बाजे। हो नि। कामको थकाइ पनि मेटिने, शरीरलाई शक्ति पनि मिल्ने, अनि परिवारमा सबै बसेर मिठो पनि खान पाइने रहेछ नि, होइन बाजे? हो त हो। अनि सुन नाति, हाम्रो चाडपर्व र रीतिरिवाज केवल देखावटी मात्र होइन नि, यिनको पछाडि स्वास्थ्य, मौसम र सामाजिक सद्भाव जोडिएको हुन्छ। ल हिँड, भान्साबाट खिरको मिठो बास्ना आउन थाल्यो तेरो घरको, खान जाउँ। ल बाजे जाउँ। लट्ठी ल्याउनु भयो त? लट्ठी ल्याएको छैन, पखाइ, म लट्ठी लिन जान्छु।